यसमा चाहिँ यो चाहिँ पहिला सुरुमा चाहिँ यो चाहिँ एउटा कम्प्लिटली यो चाहिँ कम्प्लिटली एउटा रिभिजनरी भिडियो मात्र हो। कम्प्लिटली रिभिजनरी भिडियो हो। के को रिगार्डिङ रिभिजनरी भिडियो भन्दा चाहिँ एनएससी हाम्रो 580 को रिभिजनरी भिडियो हो कम्प्लिट। यसमा चाहिँ हामीले के गर्छौँ भन्दा चाहिँ एनएससी 500ले हामीले कन्सेप्ट चाहिँ हामी कम्प्लिट कन्सेप्ट चाहिँ हामी रिभाइज गर्छौँ। त्यसपछि हामी आइक्यानले पास्टमा सोधेका केही क्वेसनहरू हामी यसमा सल्भ गर्छौँ। केही भन्दा पनि सबै क्वेसनहरू आएर चाहिँ हामी यसमा सल्भ गर्छौँ। यसलाई चाहिँ हामी स्टार्ट गर्छौँ अब चाहिँ। त्यसको रिगार्डिङ चाहिँ हाम्रो फर्स्टमा हाम्रो एनएससी 580मा चाहिँ हाम्रो एनएससी 580 चाहिँ हाम्रो रिटर्न रिप्रेजेन्टेसनको कुरा गर्छ। यो रिटर्न रिप्रेजेन्टेसनको पोर्सन यो एनएससीलाई चाहिँ स्ट्यान्डर्ड हाम्रो अडिटिङ स्ट्यान्डर्डलाई चाहिँ मैले 3टा भागमा बाँडेको छु। फर्स्टमा चाहिँ मेरो इन्ट्रोडक्सन भनेको रिटर्न रिप्रेजेन्टेसन भनेको के हो हैन। अनि त्यसपछि यो रिटर्न रिप्रेजेन्टेसनको टाइप के हुन्छ त हैन। र यदि रिटर्न रिप्रेजेन्टेसन म्यानेजमेन्टले कसले दिन्छ त, यदि रिटर्न रिप्रेजेन्टेसन चाहिँ हामीले पाउन सकिन भने चाहिँ हाम्रो एज एन अडिटर चाहिँ हाम्रो कोर्स अफ एक्सन चाहिँ के हुन्छ त हो। यो 3टा कुरामा चाहिँ हामी यो स्ट्यान्डर्डलाई 3टा कुरामा भाग लाएर चाहिँ हामी यसको रिभिजन गर्छौँ। फर्स्टमा चाहिँ यसमा सबैभन्दा पहिला चाहिँ यसमा ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ हामीले जुन एनएससी 500 अनुसार जुन हामीले सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स भन्दा पढ्छौँ, जुन एनएससी 500 अनुसार, त्यो एनएससी 500 अनुसार पढेको सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स चाहिँ हाम्रो 2टा कुरा मिलेर बनेको हुन्छ। एउटा हाम्रो अदर अडिट इभिडेन्स र एउटा हाम्रो रिटर्न रिप्रेजेन्टेसन, 2टा कुरा मिलेर हुन्छ। त्यही भएर चाहिँ हामीले सधैँ के भन्छौँ, त्यही भएर चाहिँ एनएससी हाम्रो 580ले के भन्छ भन्दा चाहिँ रिटर्न रिप्रेजेन्टेसन इज इन अलोन इज नट सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स भन्छ। एनएससी 580ले के भन्छ, सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स होइन भन्छ रिटर्न रिप्रेजेन्टेसनलाई। ठिक छ। त्यही भएर चाहिँ हामीले चाहिँ सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स भनेको चाहिँ के हो भन्दा बुझ्नुपर्छ भने चाहिँ जुन हामीले अरू प्रोसिडरहरू पर्फर्म गरेर जुन हामीले अडिट इभिडेन्सहरू लिन्छौँ, त्यो अरू प्रोसिडरहरू पर्फर्म गरेर लिने अडिट इभिडेन्स सँगै यदि हामीले रिटर्न रिप्रेजेन्टेसन पनि लियौँ भने चाहिँ त्यो त्यसपछि चाहिँ हाम्रो जुन इभिडेन्स अडिट इभिडेन्स छ त्यो चाहिँ हाम्रो के हुन्छ, सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स हुन्छ। नत्र चाहिँ त्यसलाई सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स भन्न मिल्दैन। ल अब यसमा चाहिँ अब यो 3टा पोर्सनलाई हेर्नको लागि चाहिँ मैले पहिला मेरै नोटमा लान्छु। मैले आफ्नो क्लास नोटहरू जुन बनाएको छु त्यही क्लास नोटबाट यसलाई सुरु गरौँ। यसमा चाहिँ अलिकति ह्यान्डराइटिङ चाहिँ अलिकति नबुझिन सक्छ, तर पनि त्यस्तो नबुझ्ने खालको पनि छैन, तर अलिकति डिप लेखेको भएर चाहिँ अलिकति नबुझिने खालको हुनसक्छ। तर हामी स्टेप बाई स्टेप एकदम स्लोली चाहिँ यसलाई रिभिजन गर्छौँ। फर्स्टमा हामी जाउँ एउटा चाहिँ हाम्रो इन्ट्रोडक्सन पोर्सनमा। हामी इन्ट्रोडक्सन पोर्सनमा जाउँ। हाम्रो रिटर्न रिप्रेजेन्टेसन भनेको के हो त? ठिक छ। रिटर्न रिप्रेजेन्टेसन भनेको चाहिँ एउटा रिटर्न स्टेटमेन्ट हो। यो ओभरअल होइन है, यो रिटर्न हो, रिटर्न स्टेटमेन्ट हो। कसले दिन्छ? बाई म्यानेजमेन्टले दिने। कसलाई भन्दा? अडिटरलाई। ठिक छ। के को लागि दिन्छ? यहाँ चाहिँ मेन कुरा आउँछ। यो दिने भनेको चाहिँ सपोर्ट गर्नको लागि, टु सपोर्ट अदर एभिडेन्सको लागि हो। जुन अघि हामीले यहाँ कुरा गरेको थियौँ नि, हामीले यहाँ अघि यहाँ अडिट इभिडेन्स भने सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स चाहिँ हाम्रो अदर अडिट इभिडेन्स प्लस रिटर्न रिप्रेजेन्टेसन 2टा लिन्छ नि हो। यो इभिडेन्सलाई सपोर्ट गर्न चाहिँ लिने एउटा इभिडेन्स भनेको रिटर्न रिप्रेजेन्टेसन हो। त्यही भएर चाहिँ हामीले यहाँ तल के पनि हेर्छौँ, रिटर्न रिप्रेजेन्टेसन आफैमा चाहिँ एउटा सफिसिएन्ट एप्रोप्रिएट अडिट इभिडेन्स होइन। ठिक छ। ओके। भनेपछि हाम्रोबाट चाहिँ हाम्रो डिफिनेसनबाट चाहिँ हामीले के बुझ्यौँ भन्दा चाहिँ रिटर्न रिप्रेजेन्टेसनले चाहिँ 3टा कुरा कभर गर्छ एउटा डिफिनेसनमा चाहिँ। फर्स्टमा चाहिँ हामीले के बुझ्यौँ भने चाहिँ यो रिटर्न फर्ममा हुन्छ। यो दिने भनेको म्यानेजमेन्टले हो, म्यानेजमेन्टले दिन्छ अडिटरलाई। र यो चाहिँ किन दिन्छ भन्दा सपोर्ट गर्नको लागि, सपोर्ट अदर एभिडेन्स।
अरू एभिडेन्सलाई सपोर्ट गर्नको लागि चाहिँ यसलाई चाहिँ म्यानेजमेन्टले अडिटरलाई दिन्छ भनेपछि यसमा 3टा कुरा हेरियो ठिक छ ओके त्यसपछि हाम्रो कोबाट चाहिँ हामीले माथि भन्यौँ हामीले कि हामीले चाहिँ म्यानेजमेन्टबाट चाहिँ हामीले अब्टेन गर्छौँ भन्दा भन्यौँ ठिक छ हामीले म्यानेजमेन्टबाट अब्टेन गर्छौँ भनिसकेपछि चाहिँ यो म्यानेजमेन्ट चाहिँ हामीले को म्यानेजमेन्ट अब्टेन गर्ने त हामीले केही म्यानेजमेन्टमा त्यो सेक्युरिटी हाम्रो जुन त्यो कुनै पनि क्लाइन्टको सेक्युरिटी गार्डसँग WR लिएर रिटर्न रिप्रेजेन्टेसन लिएर भयो त भएन कि हामीले त्यहाँको कुकसँग रिटर्न रिप्रेजेन्टेसन लिने हो त होइन त्यसो भए कोसँग लिने त रिटर्न रिप्रेजेन्टेसन यहाँ के लेखेको छ भने फ्रम म्यानेजमेन्ट त्यस्तो म्यानेजमेन्ट हु इज रेस्पोन्सिबल र एक्नोलेज ऊ चाहिँ रेस्पोन्सिबल छ र एक्नोलेज पनि गर्छ फर फाइनेन्सियल स्टेटमेन्ट भनेको जुन हामी एज एन अडिटरलाई जुन हाम्रो म्यानेजमेन्टले चाहिँ हामीलाई फाइनेन्सियल स्टेटमेन्ट दिन्छ त्यो फाइनेन्सियल स्टेटमेन्ट बनाउनको लागि रेस्पोन्सिबल जो म्यानेजमेन्ट छ र जसले चाहिँ हो मैले फाइनेन्सियल स्टेटमेन्ट बनाएको यहाँ चाहिँ बनाएको यो फाइनेन्सियल स्टेटमेन्ट भएको डाटाहरू चाहिँ म एक्नोलेज गर्छु मलाई थाहा छ म यसको बारेमा म नलेजेबल पर्सन हो भन्छ हो त्यस्तो पर्सनबाट चाहिँ हामीले रिटर्न रिप्रेजेन्टेसन लिने हो हामीले चाहिँ यहाँ चाहिँ रिटर्न रिप्रेजेन्टेसन म्यानेजमेन्टसँग लिने हो TCWGसँग लिने होइन भन्न खोजेको मतलब TCWGसँग लिने होइन भन्दा पनि TCWGले त हाम्रो डे टु डे बिजनेस कसरी रन भइरहेको के भइरहेछ भने त TCWGले थाहा हुन्न नि त ऊ त आउँछ तिनीहरू त बोर्ड अफ डाइरेक्टरहरू हो उनीहरू त आउँछ एउटा डिसिजन गर्छ अनि त्यसपछि जान्छ तर उनीहरू चाहिँ यो इन्टिटीमा यति चाहिँ हाम्रो इन्टिटीमा यो इन्टिटीमा यति चाहिँ हाम्रो के अरे हाम्रो रिलेटेड पार्टीहरू यी छन् भनेर चाहिँ उनीहरूले आइडेन्टिफाई गर्दैन नि त हो त्यही भएर चाहिँ TCWGसँग भन्दा पनि हामीले जो मान्छे चाहिँ जो म्यानेजमेन्ट चाहिँ आफ्नो डे टु डे कामको लागि जो म्यानेजमेन्ट चाहिँ यो इन्टिटीको लागि चाहिँ इन्टिटीको फाइनेन्सियल स्टेटमेन्टको लागि चाहिँ एक्नोलेज गर्छ त्यस्तोबाट चाहिँ हामीले लिनुपर्छ भन्ने कुरा हो यो चाहिँ र हाम्रो रिटर्न रिप्रेजेन्टेसनको डेट चाहिँ कहिलेको हुन्छ त मैले रिटर्न रिप्रेजेन्टेसन लिने तर कहिले लिन्छ भन्ने कुरा नै आउँछ के मैले अडिटको बिगिनिङमा लिने हो त के मैले अडिटको इन्डिङमा लिने हो कि मैले अडिटको बिचमा लिने हो त यहाँ चाहिँ के भन्छ भने एज नियर एज पोसिबल टु द डेट अफ अडिट रिपोर्ट हाम्रो जुन अडिट रिपोर्टको हाम्रो डेट हुन्छ भनेको मतलब चाहिँ यो भनेको चाहिँ अडिट रिपोर्टको साइनिङ डेट हो क्या अडिट रिपोर्ट हामीले जहिले साइन गर्छ त्यो डेटको एज नियर एज पोसिबल साइनिङ डेट त्यो डेटको एज नियर एज पोसिबल तर यो चाहिँ अडिट रिपोर्ट साइन भइसकेपछि लिएर चाहिँ काम छैन किनभने हामीले त्यो रिटर्न रिप्रेजेन्टेसन लिनेको म्यानेजमेन्टले चाहिँ त्यो हामीले प्राप्त गरेको एभिडेन्स चाहिँ हाम्रो सपोर्ट गर्नको लागि लिने हो नि त तर अडिट रिपोर्ट साइन भइसकेपछि त त्यो त्यसको त केही औचित्य नै छैन त्यही भएर चाहिँ हामीले रिटर्न रिप्रेजेन्टेसन चाहिँ हामीले सधैँ पनि अडिट रिपोर्ट साइन भएको पछि चाहिँ कहिले पनि लिनुहुन्न अनि यो रिटर्न रिप्रेजेन्टेसन चाहिँ हामीले लियो तर यसले चाहिँ हामीले एज अ यो त रिटर्न रिप्रेजेन्टेसन हाम्रो अडिट हाम्रो त भन्यौँ नि त हामीले रिटर्न रिप्रेजेन्टेसन त हाम्रो के हो एउटा इभिडेन्स हो अब त यो इभिडेन्स हो भने यसले चाहिँ कुन पिरियडलाई कभर गर्छ त हामीले के भन्छौँ यसमा चाहिँ कुन पिरियडलाई कभर गर्छ भन्दा चाहिँ यस्तो चाहिँ त्यो सबै पिरियडलाई कभर गर्छ जुन पिरियड कि हाम्रो अडिटरको रिपोर्टले कभर गर्छ जुन हाम्रो अडिटरले एउटा हाम्रो जुन अडिट रिपोर्ट दिन्छौँ त्यो अडिट रिपोर्टले जति पिरियडलाई कभर गर्छ त्यति नै पिरियड कभर गर्छ यो भनेको चाहिँ नि हाम्रो अडिटरको अडिट रिपोर्टले कति पिरियडलाई कभर गर्छ त्यसो भए एउटा अडिटरले जुन अडिट रिपोर्ट दिन्छ त्यसले कति पिरियडलाई कभर गर्छ त अडिटरले दिने अडिट रिपोर्टले चाहिँ अडिटले चाहिँ फाइनेन्सियल स्टेटमेन्टको बिगिनिङदेखि अडिट रिपोर्ट साइनिङ डेटसम्म कभर गर्छ उसले जुन डेटमा अडिट रिपोर्ट साइन गर्छ त्यो दिनसम्मको इभेन्टलाई चाहिँ त्यो अडिट रिपोर्टले कभर गर्छ भनेको मतलब चाहिँ अडिटर चाहिँ त्यो साइनिङ डेटसम्मको लागि चाहिँ साइनिङ डेटसम्मको दिनसम्मको लागि चाहिँ अडिटर चाहिँ के हुन्छ लायबल ऊ चाहिँ हुन्छ के अरे रेस्पोन्सिबल हुन्छ अब यहाँ चाहिँ अलिकति एउटा ट्रिकी पोर्सन के छ भन्दा चाहिँ यदि हजुरहरूले चाहिँ एनएसएस 700 यदि हामीले चाहिँ एनएसएस 710 चाहिँ हामीले पढेका छैनौँ भने चाहिँ एनएसएस 710 मा के छ हाम्रो कम्पेरेटिभहरू छ एनएसएस 710 चाहिँ हामीले पढेको छैन भने चाहिँ एनएसएस 710 मा के हुन्छ त एनएसएस 710 मा चाहिँ के हुन्छ भन्दा चाहिँ जुन हाम्रो एनएसएस 710 छ एनएसएस 710 मा चाहिँ मेनली हाम्रो जुन हाम्रो कम्पेरेटिभ जब हामीले कम्पेरेटिभ फाइनेन्सियल स्टेटमेन्ट दिन्छ त्यो कम्पेरेटिभ फाइनेन्सियल स्टेटमेन्ट दिएको बेला चाहिँ यदि प्रायर इयरमा अनमोडिफाइड ओपिनियन थियो प्रायर इयरमा अनमोडिफाइड ओपिनियन थियो तर 560 अनुसार
560 भन्छ प्रिडिसेसर अडिटरले त्यो रिपोर्ट चाहिँ उ गरेन, एमेन्ड गरेन भने के हुन्छ त भन्दा जुन अडिटर छ त्यसले चाहिँ अडिटरले चाहिँ ती करेन्ट इयरको अडिटरले चाहिँ बोथ इयरको लागि अडिट गर्नुपर्छ र उसको अडिट रिपोर्टले चाहिँ विल कभर बोथ इयर हो। जुन हाम्रो 710 मा जुन हामीले यदि हाम्रो जुन 710 मा हामीले जुन कम्पेरेटिभ फाइनेन्सियल स्टेटमेन्ट बनाउँछौँ त्यहाँ चाहिँ जुन प्रायर इयरमा चाहिँ अनमोडिफाइड ओपिनियन दिएको थियो, तर हामीले अडिट गर्दा चाहिँ त्यो अनमोडिफाइड ओपिनियन होइन कि मोडिफाइड ओपिनियन दिनुपर्ने थियो जस्तो रहेछ भने चाहिँ हामीले प्रिडिसेसर अडिटरलाई रिक्वेस्ट गरेको हुन्छौँ। तर प्रिडिसेसर अडिटरले चाहिँ एनएसए 560 अनुसार चाहिँ उसले एमेन्ड गरेन भने चाहिँ करेन्ट इयरको हामी एज अ करेन्ट इयरको अडिटरले चाहिँ बोथ इयरको लागि चाहिँ आफ्नो अडिट गर्नुपर्छ र हाम्रो अडिट रिपोर्टले चाहिँ बोथ इयरको लागि कभर गर्छ हो। भनेपछि अडिट रिपोर्टले बोथ रिपोर्टलाई कभर गर्ने भएपछि चाहिँ जुन हामीले रिटर्न रिप्रेजेन्टेसन लिन्छौँ त्यो रिटर्न रिप्रेजेन्टेसनले पनि बोथ इयरलाई नै कभर गर्नुपर्छ। बोथ इयरको लागि नै रिटर्न रिप्रेजेन्टेसन हामीले लिनुपर्छ। आई होप तपाईँले यो बुझ्नुभयो होला। जुन कि हामीले रिटर्न रिप्रेजेन्टेसन लिन्छौँ त्यसले चाहिँ बोथ इयरलाई कभर गर्नुपर्छ। ठिक छ। भनेपछि हामीले रिटर्न रिप्रेजेन्टेसनको हामीले इन्ट्रोडक्सन पोर्सन चाहिँ सक्यौँ। त्यसपछि हाम्रो रिटर्न रिप्रेजेन्टेसन चाहिँ कति टाइपको हुन्छ त हामीले यो पोर्सन सक्यौँ। यो इन्ट्रोडक्सन पोर्सन हाम्रो सक्यो। अब हामी जान्छौँ रिटर्न रिप्रेजेन्टेसनको टाइप कतिवटा छ त, टाइप्स अफ रिटर्न रिप्रेजेन्टेसन। हामीले रिटर्न रिप्रेजेन्टेसन चाहिँ दुईवटा टाइपको लिन सकिन्छ। एउटा चाहिँ हामीले रिटर्न रिप्रेजेन्टेसन चाहिँ हामीले म्यानेजमेन्टको रेस्पोन्सिबिलिटीको लागि लिन सकिन्छ। जुन कि हामीले 210 अनुसार हामीले जुन 210 अनुसार हामीले जुन पढेका छौँ म्यानेजमेन्टले चाहिँ 210 अनुसार चाहिँ हामीले एक्सेप्टेन्स र कन्टिन्युस गर्नुभन्दा अगाडि चाहिँ हामीले कुनै पनि अडिट इङ्गेजमेन्ट चाहिँ एक्सेप्टेन्स र कन्टिन्युस गर्नुभन्दा अगाडि चाहिँ हामीले त्यो अडिट इङ्गेजमेन्ट चाहिँ हामीले दुईवटा कुरा हेर्नुपर्छ। एउटा हाम्रो प्रिमाइस हेर्नुपर्छ र अर्को हाम्रो चाहिँ एप्लिकेबल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क चाहिँ हाम्रो एक्सेप्टेबल छ कि छैन हेर्नुपर्छ हो। यो प्रिमाइसमा पनि हामीले चाहिँ म्यानेजमेन्टले चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ अन्डरस्ट्यान्ड गर्छ गर्दैन त, उनीहरूले एक्नोलेज गर्छ गर्दैन भने हेर्छौँ नि त हो। अब चाहिँ यहाँ चाहिँ 210 मा हामीले एक्नोलेज गर्छ गर्दैन, म्यानेजमेन्टले एक्नोलेज गर्छु भन्दा उनीहरूसँग हामीले एउटा टर्ममा एग्री गर्छौँ। यहाँ चाहिँ हामीले के भन्छ, यहाँ चाहिँ हामीले रिटर्न रिप्रेजेन्टेसन लिन्छौँ कि म्यानेजमेन्टले चाहिँ आफ्नो सबै जुन हाम्रो 210 अनुसार टर्म्स अफ इङ्गेजमेन्टमा जुन उसले म यो रेस्पोन्सिबिलिटी पुरा गर्छु भनेको छ त्यो सबै रेस्पोन्सिबिलिटी मैले पुरा गरेँ है, मैले फुलफिल गरेँ है भनेर चाहिँ उसबाट चाहिँ मैले फुलफिल गरेँ है भनेर चाहिँ ऊबाट चाहिँ हामीले के गर्छौँ, एउटा रिप्रेजेन्टेसन लिन्छौँ। र यो चाहिँ के हो मेजर, यो चाहिँ के हुन्छ भन्दा यो चाहिँ कम्पलसरीली लिनुपर्छ। यो चाहिँ कम्पलसरी यसलाई लिन चाहिँ कम्पलसरी है। यो चाहिँ अडिटरले कम्पलसरी लिनुपर्छ। ठिक छ। र यदि यो चाहिँ हाम्रो यसको रिगार्डिङ रिप्रेजेन्टेसन चाहिँ यदि अडिटरलाई म्यानेजमेन्टले नदिएको केसमा चाहिँ के गरिन्छ भन्दा यो चाहिँ हाम्रो स्कोप लिमिटेसन हो र यसको इफेक्टसँग के हुन्छ, पर्भेसिभ हुन्छ। त्यही भएर चाहिँ हामीले के दिन्छौँ, डिस्क्लेमर ओपिनियन दिन्छ। त्यही भएर चाहिँ यसको इफेक्टसँग पर्भेसिभ भएको कारणले गर्दा हामीले यसमा के दिन्छ भन्दा हामीले यसमा डिस्क्लेमर ओपिनियन दिन्छ। डिस्क्लेमर ओपिनियन दिन्छ र यसमा चाहिँ अर्को एउटा पोर्सन पनि अब हजुर यदि एनएसए 705 पढ्नु भएको छ भने 706 पढ्नु भएको छ भने चाहिँ यसमा चाहिँ अब हामीले चाहिँ अर्को ओएम प्यारा पनि हाल्नुपर्छ। यदि स्कोप लिमिटेसन थियो तर पनि हामीले लको कारणले गर्दा, यदि बाइचान्स स्कोप लिमिटेसन थियो तर पनि हामीले लको कारणले गर्दा चाहिँ हामीले विथड्र गर्न सकेनौँ भने चाहिँ त्यो बेला चाहिँ हामीले ओएम प्यारा पनि हाल्नुपर्छ। ठिक छ। यो चाहिँ हाम्रो 706 को कुरा भयो। ओके। अब त्यसपछि हामी हामीले चाहिँ म्यानेजमेन्टको रेस्पोन्सिबिलिटीको लागि चाहिँ हामीले एउटा रिटर्न रिप्रेजेन्टेसन लिने भन्यौँ। अब त्यसपछि हामीले चाहिँ अर्को रिटर्न रिप्रेजेन्टेसन के को लागि लिन सक्छौँ भन्दा चाहिँ अर्को रिटर्न रिप्रेजेन्टेसन बाँकी अरूको लागि। यसलाई पनि मैले यसमा पनि दुई भागमा लगाएको छु। एउटा चाहिँ मेरो रिक्वायर्ड बाई अदर एनएसए अरू एनएसएले जुन कुरा मानौँ कुनै एनएसएले चाहिँ रिटर्न रिप्रेजेन्टेसन लिनै पर्छ भनेर भनेको छ। जस्तै हाम्रो एनएसएमा पनि
हाम्रो एनएसएमा पनि के छ भन्दा चाहिँ यस्तो एनएसएल चाहिँ रिटर्न रिप्रेजेन्टेसन लिनै पर्छ अडिटरले भनेको छ। र अर्को चाहिँ अडिटरले जब आफूलाई आफ्नो एक्सपिरियन्स र आफ्नो रिस्क अनुसार चाहिँ अडिटरले जब उसले डिटर्माइन गर्छ यस्तो केसमा म रिटर्न रिप्रेजेन्टेसन लिन्छु भनेर भन्छ, त्यस्तो केसमा पनि रिटर्न रिप्रेजेन्टेसन अडिटरले लिन सक्छ। त्यस्तो स्ट्यान्डर्डले रिक्वायरै गरेको के छ त? फर्स्टमा हाम्रो एनएसए 550 चाहिँ हाम्रो स्ट्यान्डर्डले रिलेटेड पार्टीको लागि चाहिँ रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ भन्छ। सेकेन्डमा हाम्रो सब्सिक्वेन्ट इभेन्टको लागि चाहिँ हाम्रो एनएसए 560ले चाहिँ हाम्रो रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ भन्छ। एनएसए 240ले पनि हाम्रो फ्रडको केसमा पनि फ्रडको रिगार्डिङ पनि रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ भन्छ। एनएसए 250ले नन कम्प्लायन्स अफ लज एन्ड रेगुलेसनको केसमा पनि हाम्रो रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ भन्छ। एनएसए 501ले हाम्रो लिटिगेसनको केसमा लिनुपर्छ भन्छ। एनएसए 540ले हाम्रो एजम्सन र इस्टिमेटको केसमा लिनुपर्छ भन्छ। एनएसए 450ले जुन हामीले जुन मिस स्टेटमेन्टहरू आइडेन्टिफाई गरेको छौँ त्यो हाम्रो लागि त इम्म्याटेरियल छ, तिमीहरूको लागि पनि इम्म्याटेरियल छ कि होइन? अब हामीले आइडेन्टिटी जुन मिस स्टेटमेन्ट तिमीहरूले सच्याएको छैनौ त्यो अनकरेक्टेड मिस स्टेटमेन्टकै तिमीहरूको लागि पनि इम्म्याटेरियल छ है, जुन कि हाम्रो इफेक्ट दिएको छैन त्यो चाहिँ तिमीहरूको लागि पनि इम्म्याटेरियल छ है भनेर रिटर्न रिप्रेजेन्टेसन लिन सक्छौँ। अनि 560 अनुसार हामीले गोइङ कन्सर्न पनि हाम्रो रिटर्न रिप्रेजेन्टेसन लिनै पर्छ भनेर भनेको छ। यो भयो हाम्रो स्ट्यान्डर्डले नै भनेको कुराहरू। अब त्यसपछि अडिटर चाहिँ होइन यो चाहिँ मलाई नेसेसरी छ है, यो केसमा चाहिँ हाम्रो उसले नभने पनि हाम्रो स्ट्यान्डर्डले नभने पनि मलाई चाहिँ यो केसमा चाहिँ मेरो लागि चाहिँ रिटर्न रिप्रेजेन्टेसन लिनुपर्छ है भनेर त्यस्तो केसमा चाहिँ अडिटरले लिन सक्छ। कस्तो केस भन्दा चाहिँ म्यानेजमेन्टको प्लान र इन्टेन्सन जुनले चाहिँ फाइनेन्सियल स्टेटमेन्टलाई चाहिँ इफेक्ट गर्छ। प्लान र इन्टेन्सन कस्तो प्लान र इन्टेन्सन भन्दाखेरि चाहिँ मानौँ यदि लेट्स चाहिँ एउटा म्यानेजमेन्टले चाहिँ एउटा म्यानेजमेन्टको बिल्डिङ चाहिँ पहिला चाहिँ उसले चाहिँ आफ्नो लागि चाहिँ बिजनेस पर्पजको लागि युज गरेको थियो, बिल्डिङ अफिसको बिजनेस पर्पजको लागि युज गरेको थियो होइन, आफ्नो अफिसहरू त्यसमा थियो। अब चाहिँ म्यानेजमेन्टले के भन्यो भने चाहिँ होइन म त्यो बिजनेस पर्पजको लागि युज गर्दैन, अब चाहिँ म त्यसलाई के गर्छु भन्दा नन करेन्ट एसेट हेल्ड फर सेल सेलको लागि युज गर्छु। नन करेन्ट एसेट हेल्ड फर सेल बनाउँछु भन्नेको मतलब चाहिँ म यसलाई चाहिँ अब म बेच्नको लागि युज गर्छु हो। यस्तो भन्यो भने चाहिँ म्यानेजमेन्टको यस्तो एजम्सन छ नि त, इन्टेन्सन छ म्यानेजमेन्टको हो, यसको लागि चाहिँ म्यानेजमेन्टको यस्तो इन्टेन्सनको लागि पनि अडिटरले के गर्न सक्छ भन्दा चाहिँ अडिटरले चाहिँ रिटर्न रिप्रेजेन्टेसन लिन सक्छ। अब चाहिँ अर्को चाहिँ अडिटरले के को लागि लिन्छ चाहिँ कम्प्लायन्स विथ कन्ट्र्याक्चुअल रेगुलेसनको लागि पनि अडिटरले रिटर्न रिप्रेजेन्टेसन लिन सक्छ। भनेको मतलब चाहिँ कतै उसले उता गरेको छैन, कुनै कन्ट्र्याक्ट भायोलेट गरेको छैन। जस्तै हाम्रो कन्ट्र्याक्ट भायोलेट भनेको हाम्रो जस्तै हुनसक्छ के अरे लोनको कोभिनेन्टहरू ब्रिज गरेको हुनसक्छ, लोनको कोभिनेन्टहरू ब्रिज गराएछ कि अब कुनै कन्ट्र्याक्टहरू भायोलेट गराएछ कि होइन। अर्को चाहिँ हाम्रो कम्प्लिटनेस अफ लायबिलिटी, उसले चाहिँ लायबिलिटी जति पनि लायबिलिटी छ उसले चाहिँ सबै लायबिलिटीलाई कम्प्लिटली नै फाइनेन्सियल स्टेटमेन्टमा देखाएको छ भन्दा पनि त्यसको लागि नै अडिटरले रिटर्न रिप्रेजेन्टेसन नेसेसरी भन्न सक्छ। र टाइटल वा चार्जेसहरू पनि हाम्रो एसेटहरूको टाइटल वा चार्जेस पनि हाम्रो हो वा मैले एसेटहरूलाई चाहिँ प्लेज गरेको छु हो, त्यसको रिगार्डिङ पनि उसले रिटर्न रिप्रेजेन्टेसन लिन सक्छ। र यो भयो हाम्रो रिटर्न रिप्रेजेन्टेसन कति किसिमको रिटर्न रिप्रेजेन्टेसन छ भने चाहिँ हामीले यसमा दुई भागमा बाँड्यौँ। एउटा हाम्रो रिटर्न रिप्रेजेन्टेसन भयो अडिटरको के अरे म्यानेजमेन्टको रेस्पोन्सिबिलिटीको लागि, अर्को भयो अडर्सलाई नै हामीले दुई भागमा बाँड्यौँ। एउटा चाहिँ हाम्रो अडर्स पनि हामीले दुई भागमा बाँड्यौँ। अडर्सलाई हामीले दुई भागमा बाँड्दा चाहिँ एउटा चाहिँ हाम्रो भयो हाम्रो एनएसएले रिक्वायर गरेको, एउटा भयो अडिटरको जजमेन्ट अनुसार रिक्वायर भएको। ठिक छ, ओके। अब त्यसपछि हामी जान्छौँ यदि रिटर्न रिप्रेजेन्टेसन हामीले पाएनौँ भने चाहिँ अडिटर चाहिँ के कोर्स अफ एक्सन लिने त? ठिक छ, यो केसमा जान्छ हामी। यसमा चाहिँ यो थर्ड केस हो अनि यो हाम्रो अन्तिम केस पनि हो यो स्ट्यान्डर्डको। रिप्रेजेन्टेसन यदि म्यानेजमेन्टले चाहिँ प्रोभाइड गरेन, यदि म्यानेजमेन्टले रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गरेन भने के गर्ने? अब हामीले अघि भन्ने रिटर्न रिप्रेजेन्टेसन दुई किसिमको हुन्छ। अब म्यानेजमेन्टले कुन रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड नगरे त? यदि म्यानेजमेन्टले आफ्नो रेस्पोन्सिबिलिटिजको लागि त्यो रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गरेन भने चाहिँ, किनभने अघि त हामीले त्यो कम्पलसरी भनेको थियौँ, यदि यो रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गरेन भने चाहिँ यो चाहिँ हाम्रो स्कोप लिमिटेसन हुन जान्छ। र यो स्कोप लिमिटेसन भएपछि यसको इफेक्ट सधैँ पर्भेसिभ हुन्छ र यसको चाहिँ यस बेला चाहिँ हामीले के गर्छौँ भन्दा डिस्क्लेमर ओपिनियन दिनुपर्छ यदि म्यानेजमेन्टले रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गरेन भने। हो, योभन्दा पहिला हामीले म्यानेजमेन्टले रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गरेको छैन भने चाहिँ हामीले म्यानेजमेन्टसँग किन प्रोभाइड गरिनस् त, तिमीले किन रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गर्न सकेनौ त भनेर उसँग हामीले चाहिँ
उसँग हामीले चाहिँ इन्क्वायरी पनि गर्न सकिन्छ, नसकिने होइन, इन्क्वायरी गरिन्छ सबसे पहिला, त्योभन्दा पहिला। अनि त्यसपछि हामीले TCWGसँग पनि कम्युनिकेट गर्न सकिन्छ 260 अनुसार। तर यदि त्यो पनि भएन भने चाहिँ हामीले के गरिन्छ भन्दा चाहिँ त्यसपछि चाहिँ हामीले स्कोप लिमिटेसन हो त्यो चाहिँ। अनि त्यसपछि हामीले पर्भेसिभ त्यसको इफेक्ट हुन्छ र हामीले डिस्क्लेमर ओपिनियन दिनुपर्छ। ओके, अरू रेस्पोन्सिबिलिटिजको लागि चाहिँ दिएन भने चाहिँ, यदि म्यानेजमेन्टले चाहिँ अरू रेस्पोन्सिबिलिटी जुन हामीले भनेको थियौँ 2 किसिमको, एउटा एनएसएले हाम्रो कम्पेयर गरेको र एउटा चाहिँ अडिटर आफैले डिटर्माइन गरेको हो, यिनीहरूको केसमा चाहिँ दिएन भने चाहिँ अडिटरले के गर्छ, त्यो पनि हाम्रो स्कोप लिमिटेसन हो। तर यहाँ चाहिँ त्यसको चाहिँ इफेक्ट चाहिँ मेटेरियल छ कि पर्भेसिभ छ हेर्नुपर्छ। यदि त्यसको इफेक्ट मेटेरियल छ भने त्यसलाई हामीले त्यसको चाहिँ हामीले अडिट रिपोर्टमा हामीले त्यसलाई चाहिँ क्वालिफाइड ओपिनियन दिनुपर्छ भने, यदि त्यसको इफेक्ट चाहिँ पर्भेसिभ छ भने चाहिँ हामीले डिस्क्लेम ओपिनियन दिनुपर्छ। र यो बोथ केसमा चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ बेसिस फर ओपिनियन प्यारामा चाहिँ ओपिनियन भन्दा बेसिस फर हाम्रो मोडिफाइड ओपिनियन प्यारामा चाहिँ हामीले चाहिँ त्यसको रिजन दिनुपर्छ, रिजन र एक्सप्लेनेसन दिनुपर्छ, एक्सप्लेनेसन। ठिक छ। अब अर्को केस छ चाहिँ, अब त्यो चाहिँ म्यानेजमेन्टले दिएन भने चाहिँ हाम्रो के हुन्छ, त्यस्तो हुन्छ। अब त्यसपछि अर्को केस छ, यदि म्यानेजमेन्टले त्यो रिटर्न रिप्रेजेन्टेसन दियो तर त्यसमा चाहिँ मलाई डाउट लाग्यो। डाउट चाहिँ के लाग्यो, त्यसले दिएको रिटर्न रिप्रेजेन्टेसन रिलायबल छ कि छैन भन्ने चाहिँ मलाई डाउट लाग्यो। डाउट 2 किसिम लाग्छ। एउटा म्यानेजमेन्टले दिएको रिटर्न रिप्रेजेन्टेसन चाहिँ हाम्रो इन्कन्सिस्टेन्ट भयो, जुन कि हामीले अरू एभिडेन्सहरूलाई जुन लिएको थियौँ त्यो अरू एभिडेन्ससँग चाहिँ इन्कन्सिस्टेन्ट भयो भने चाहिँ त्यो बेला हामीलाई एउटा डाउट लाग्न सक्छ। यसको लागि चाहिँ एउटा इक्जाम्पल के छ भन्दा चाहिँ, लेट्स चाहिँ हाम्रो लिटिगेसन थियो, लिटिगेसनको लागि चाहिँ हामीले 560ले हामीले म्यानेजमेन्टसँग रिटर्न रिप्रेजेन्टेसन लिएको भन्छ। हामीले म्यानेजमेन्टले रिटर्न रिप्रेजेन्टेसन लिँदा चाहिँ म्यानेजमेन्टले हाम्रो जम्मा 4 केस मात्र छ भने, तर जब हामीले त्यसको म्यानेजमेन्टको एक्सटर्नल लिगल हाउससँग जब हामीले एउटा 505 अनुसार कन्फर्मेसन लियौँ, तब चाहिँ उसले चाहिँ के भन्यो भन्दा चाहिँ हामीलाई चाहिँ होइन उसले चाहिँ के भन्यो भने उसले चाहिँ हामीलाई 8वटा चाहिँ हाम्रो लिटिगेसन छ भन्यो। यसमा चाहिँ लिएको रिटर्न रिप्रेजेन्टेसन र हाम्रो जुन हाम्रो अरू एभिडेन्स हामीले जुन अप्टेन गऱ्यौँ, हामीले अडिट प्रोसिजर पर्फर्म गरेर जुन हामीले एभिडेन्स अप्टेन गऱ्यौँ, त्यो बिचमा चाहिँ हाम्रो के भन्दा चाहिँ इन्कन्सिस्टेन्सी आयो हो। त्यस्तो केसमा चाहिँ हामीले के गर्नुपर्छ त, त्यसको केसमा हामीले डिस्कस गर्नुपर्छ विथ म्यानेजमेन्ट चाहिँ हामीले इन्क्वायरी गर्नुपर्छ, किन डिफ्रेन्स आयो त, किन भेरिएन्स, किन इन्कन्सिस्टेन्ट भयो त, को गलत भन्दा चाहिँ हामीले यो फर्दर उसलाई चाहिँ हाम्रो कन्फ्युजनलाई चाहिँ रिजल्भ गर्नको लागि चाहिँ हामीले डिस्कस गर्नुपर्छ। अनि हामीले फर्दर अडिट प्रोसिजर पनि पर्फर्म गर्नुपर्छ। हामीले जुन लयरसँग पनि हामीले कुरा कम्युनिकेट गर्नुपर्छ कि यस्तो हो कि जुन कि 4 पहिलेसम्म 8वटा केस नै थियो, पछि चाहिँ त्यो केस चाहिँ म्यानेजमेन्टले चाहिँ आफैले सल्भ गर्यो, माने म्यानेजमेन्टले नेगोसिएसनहरू गरेर सल्भ गरिसक्यो, तर एक्सटर्नल लयरलाई थाहा छैन कि भन्दा पनि त्यो केसको लागि चाहिँ हामीले मोर डिटेल हाम्रो चाहिँ प्रोसिजर पर्फर्म गर्नुपर्छ। र यदि अझै पनि रिजल्भ भएन भने चाहिँ हाम्रो रिजल्भ भएन र अहिले पनि हामीले के गर्नु भने म्यानेजमेन्टको रिप्रेजेन्टेसन नै गलत थियो भनेर थाहा पायौँ भने चाहिँ हामीले के गर्नुपर्छ, हामीले चाहिँ म्यानेजमेन्टको इन्टिग्रिटीको माथि पनि हामीले डाउट हुन्छ, रिएसेस गर्नुपर्छ। र हामीले त्यसको इफेक्ट चाहिँ हाम्रो जुन म्यानेजमेन्टले अरूको लागि पनि हामीलाई जुन रिटर्न रिप्रेजेन्टेसन दिएको छ त्यसको लागि पनि हाम्रो त्यो अरूमा चाहिँ हामीले रिलायबिलिटी पनि हामीले त्यसको लागि त्यसको अरूको पनि रिलायबिलिटी हामीले इभ्यालुएट गर्नुपर्छ। र अर्को केस चाहिँ कस्तो हुन्छ चाहिँ हामीले चाहिँ म्यानेजमेन्टको त्यो म्यानेजमेन्टले दिएको रिटर्न रिप्रेजेन्टेसनमा चाहिँ हामीलाई कुन बेला चाहिँ डाउटफुल लाग्न सक्छ भन्दा चाहिँ अर्को केस चाहिँ जुन हामीले म्यानेजमेन्टले हामीलाई रिटर्न रिप्रेजेन्टेसन दिएको थियो त्यो दिँदा चाहिँ हामीलाई के भन्दा म्यानेजमेन्टको इन्टिग्रिटीमाथि पनि डाउट छ भने, हामीलाई म्यानेजमेन्टकै इन्टिग्रिटीमाथि डाउट छ भने पनि हामीले चाहिँ त्यो बेला चाहिँ हाम्रो जुन दिएको रिटर्न रिप्रेजेन्टेसन छ त्यसमा पनि हामीलाई डाउटफुल हुनसक्छ। अनि त्यस्तो केस छ भने चाहिँ हामीले जुन हाम्रो म्यानेजमेन्टले दिएको रिटर्न रिप्रेजेन्टेसन जुन छ त्यसको रिटर्न रिप्रेजेन्टेसनको त्यो गलत होला भन्ने त्यसको म्यानेजमेन्टको लागि डाउट लागेको केसमा चाहिँ हामी चाहिँ जुन हामीले अरू पनि रिटर्न रिप्रेजेन्टेसन दिएको छ, जुन हामीले दिएको छ त्यसको पनि रिलायबिलिटीमा पनि हामीले इफेक्ट हेर्नुपर्छ। र यदि हामीले म्यानेजमेन्टकै इन्टिग्रिटीमा डाउटफुल लाग्यो भने चाहिँ हामीले विथड्र गर्न सक्छौँ अडिटबाट यदि पोसिबल छ भने।
यदि पोसिबल छ अनि हामीले चाहिँ TCW चाहिँ पनि हामीले कम्युनिकेट गर्नुपर्छ र यदि विथड्र गर्न सकिन्न भने चाहिँ हामीले डिस्क्लेमर ओपिनियन दिनुपर्छ किनभने यो स्कोप लिमिटेसनको कुरा हो र यदि डिस्क्लेमर पनि ओपिनियन हामीले विथड्र गर्न सकिन्न र डिस्क्लेमर ओपिनियन दियो भने त्यहाँ हाम्रो OM प्यारा आउँछ जुन कि हाम्रो 756 छ र अर्को केस चाहिँ कस्तो छ भन्दा चाहिँ अर्को यो एउटा केस भयो अर्को चाहिँ यदि मोडिफिकेसन जुन हामीले रिटर्न रिप्रेजेन्टेसन दिएको छ म्यानेजमेन्टले त्यसमा चाहिँ मोडिफिकेसन गरेर दियो भनेको मतलब चाहिँ म्यानेजमेन्टले के भन्यो भन्दा चाहिँ मैले म्यानेजमेन्टलाई चाहिँ ल यो तिमीहरूको सब्सिक्वेन्ट इभेन्टको लागि मैले जुन रिटर्न रिप्रेजेन्टेसन दिएँ भनेको थिएँ त्यसको लागि मैले म्यानेजमेन्टसँग 560 अनुसारको मैले दिएँ भने उसले मलाई दियो के दियो भन्दा चाहिँ म्यानेजमेन्टले के भन्यो आफ्नो रिप्रेजेन्टेसन भने चाहिँ भन्दा चाहिँ एक्सेप्ट फर दिस फायर डिस्ट्रोय हामीले चाहिँ सबै लिटिगेसन चाहिँ सबै आफ्नो चाहिँ सबै लिटिगेसनको लागि चाहिँ हामीले यो 560 भन्दा नि यो 501 अनुसार फायरको केसले गर्दा भन्दा बाहेक चाहिँ अरू केसमा चाहिँ हामीले सबैलाई चाहिँ हामीले चाहिँ लिटिगेसनको लागि चाहिँ हामीले रिटर्न रिप्रेजेन्टेसन दियौँ भन्यो अब यहाँ एक्सेप्ट 5 भन्यो नि त यहाँनिर त म्यानेजमेन्टले एक्सेप्ट 5 भन्यो यहाँ चाहिँ के भने एक्सेप्ट फर भन्यो नि त म्यानेजमेन्टले होइन एक्सेप्ट फर जुन भन्यो नि म्यानेजमेन्टले हो यो एक्सेप्ट फर भनेपछि चाहिँ यो चाहिँ हाम्रो लागि के भन्दा मोडिफिकेसन हो क्या रिप्रेजेन्टेसनमा हो यदि यस्तो रिप्रेजेन्टेसनमा उसले एक्सेप्ट फर भनेर भनेको छ भने तै पनि जुन हाम्रो रिप्रेजेन्टेसन छ त्यो चाहिँ रिलायबल नै हुन्छ तर हामीले जुन एक्सेप्ट फर भनेको छ त्यसको चाहिँ हामीले हाम्रो अडिट रिपोर्टमा त्यसको इफेक्ट के छ त्यो मेटेरियल छ कि इमेटेरियल छ र त्यसको केसमा हामीले सफिसियन्ट एप्रोप्रिएट अडिट एभिडेन्स अब्टेन गर्न नसकेको कारणले गर्दा यदि त्यसको इफेक्ट मेटेरियल छ भने हामीले क्वालिफाइड ओपिनियन दिन्छौँ ठिक छ हाम्रो 560 को कुरा चाहिँ यति नै थियो जहाँ कि हामीले चाहिँ इन्ट्रोडक्सन पोर्सनलाई कभर गऱ्यौँ त्यसपछि हामीले रिटर्न रिप्रेजेन्टेसन कति टाइपको हुन्छ पनि कभर गऱ्यौँ त्यसपछि हामीले म्यानेजमेन्टको कोर्स अफ एक्सन चाहिँ हाम्रो अडिटरको कोर्स अफ एक्सन के हुन्छ यदि म्यानेजमेन्टले चाहिँ रिटर्न रिप्रेजेन्टेसन प्रोभाइड गरेन भने भन्दा पनि हामीले कभर गऱ्यौँ